प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। र यो कुरा मैले हजुरहरूलाई सर्वप्रथम भनेको मैले हो। पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के न भए जस्तो स्वर्णिम वागले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बसेको छ, 16 पाना गायब। अब नेपालका पत्रकारले त्यो माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् मलाई थाहा भएन। अलिकति 1 मिलिमिटर तपाईँले अलिकति तान्दिनु भयो भने पानाहरू स्वाट्टै 15-20 पाना तलमाथि हुन्छ। कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा कमा पनि चेन्ज भएको छैन। कहिलेदेखि चेन्ज भएको छैन? सार्वभौम सांसदहरूलाई बुझायौँ, तपाईँहरूलाई बुझाएपछि यो हामीले छोएको छैन। चियाको कपमा तुफान ल्याउन खोजिएको हो, त्यो सरासर गलत छ र म डटेर यसको सामना गर्ने दृढताका साथ। गत वर्ष नेपाली काङ्ग्रेस र नेकपा एमालेको सरकारले 73 वटा त्रुटिहरू लिएर आएको थियो। त्यो भन्सार दरको हजुरहरूले यसको पछाडिपट्टि हेर्नुभयो भने कोडहरू हुन्छ, हार्मोनाइज कोड एचएस। इलेक्ट्रिक भेहिकलमा सामान्य प्रधानमन्त्रीज्यू हामी सबै नेतृत्ववर्गको इभीको 50 लाखभन्दा मुनिको चाहिँ मूल्य बढ्नुहुन्न है। कति गाडी त भन्सारमा आइसकेको थियो। यो दस्तुर त जेठ 15 देखि मात्रै लागू भयो। जेठ 13 गते 14 गते भन्सारमा आएर उसले अन्तशुल्क तिरिसकेको थियो पुरानो नियमअनुसार। अब आएर फेरि क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फीतिर भनेर डबल त्यही अन्तशुल्कको सरमा त भएन। संसदमा छलफल भएपछि सामान्यतया यो मनी बिल भन्छ, यसलाई चाहिँ संशोधन गर्ने चलन छैन, तर यसलाई आवश्यकता अनुसार चेन्ज गर्न, अमेन्ड गर्न असाध्यै महत्त्वपूर्ण विषय आयो भने यसलाई जहिले पनि चेन्ज गर्न सकिन्छ। र गत वर्ष यसपालि हामीले 3-4 वटा त्रुटिहरू औँल्यायौँ। गत वर्ष नेपाली काङ्ग्रेस र नेकपा एमालेको सरकारले 73 वटा त्रुटिहरू लिएर आएको थियो। त्यसैले यो इतिहासमा पहिलोपल्ट जस्तो जुन हाउगुजी सिर्जना गरिएको छ त्यो सरासर गलत हो। अब आउँ नियतमा र जनताको पक्षमा गरिएका ती सच्याइहरू थिए कि थिएनन् भन्नेतिर। के सच्याइ हो त? यही हो पाना। यसको अलिकति म व्याख्यासहित यहाँ कुराहरू राख्न चाहन्छु। पहिलो सच्याइएको एउटा भन्सार दर छ। त्यो भन्सार दरको हजुरहरूले यसको पछाडिपट्टि हेर्नुभयो भने कोडहरू हुन्छ, हार्मोनाइज कोड एचएस। एचएस कोड 4202 मा अहिलेसम्म के रहेछ भने बाहिरी भाग प्लास्टिक वा कपडा पदार्थ भएका बाकस सुटकेसहरू, यो एउटा प्रडक्ट भयो। यसको कोड छ 4202.12.90। फेरि भने मैले प्लास्टिक वा कपडाले बेरिएको बाकस सुटकेसहरूको एउटा आइटम छ। त्यसमा भन्सार कति लाग्ने गर्थ्यो? 30% लाग्ने रहेछ। प्राय बाहिरबाट आउँछ यस्तो सुटकेसहरू, हाम्रो भन्सार 30%। यसपालि विभिन्न छलफल हुन्छ नि, राजस्व परामर्श समिति, सारा सरकारवालाहरू छलफल हुँदा यो हस्पिटल लाइनका साथीहरूले आएर के भन्नुभयो भने यो भ्याक्सिन र ब्लड क्यारी गर्ने, रगत र भ्याक्सिन, ज्यान जोगाउने भ्याक्सिन र रगत बोक्ने जुन क्यारियर हुन्छ झोला, त्यसलाई पनि यसैमा वर्गीकरण गरिएको रहेछ। केमा वर्गीकरण गरियो? प्लास्टिक र कपडा पदार्थ भएका बाकस वा सुटकेसमा वर्गीकरण गरिएको रहेछ। भन्सार कति लाग्यो? त्यत्रो ज्यान जोगाउने कुराहरूमा 30% लागेको छ। भनेपछि एउटा मानवीय आधारले पनि त्यसमा चाहिँ भन्सार अलिकति कम गरिदिनुहोस् न भन्ने जुन बहस आयो भनेपछि ल यसलाई 15 गरिदिउँ न त भन्ने क्रममा एउटा उपशीर्षक सिर्जना गरियो। 42.2 यो 12बाट त्यसलाई झिकेर यो भ्याक्सिन र ब्लड क्यारी गर्ने क्यारियरलाई चाहिँ छुट्टै उपशीर्षक बनाएर त्यसमा चाहिँ 15% लगाइयो, स्वास्थ्यसँग सम्बन्धित भनेर। अब एउटा त्रुटि के भएछ भने यसलाई 15 गर्दाखेरि त्यो जहाँबाट यसलाई छुट्याइयो नि, यो प्लास्टिक र कपडा पदार्थ भएका सुटकेस, त्यो पनि 15 हुन गएछ। यसलाई छुट्याएर यसलाई त 15 दिइयो, रगत र भ्याक्सिन बोक्ने क्यारियरलाई। तर जेबाट छुट्याइएको त्यो पनि 15 भएछ। सुरुको मकसद त त्यो त 30 नै रहने भन्ने थियो, आयात हो, रेभेन्यू पनि उठाउनु पर्यो इत्यादि। यो सच्याउनु पर्यो मन्त्रीज्यू भनेर हाम्रो आन्तरिक राजस्व विभागका साथीहरू आउनु भएपछि ल सच्याउँ, यो त नियत त एकदम सफा छ, स्वास्थ्यसँग सम्बन्धितलाई सस्तो गरौँ 15%, अरूलाई 30 गरौँ। यो एउटा विषय छ। दोस्रो विषय सच्याइएको, अब इलेक्ट्रिक भेहिकलमा सामान्य प्रधानमन्त्रीज्यू हामी सबै नेतृत्ववर्गको इभीको 50 लाखभन्दा मुनिको चाहिँ मूल्य बढ्नुहुन्न है। त्योभन्दा माथिलाई विलासी सामानको रूपमा पनि लिन सकियो, राजस्वको आवश्यकता पनि छ त्यसमा। र पहिलाको जुन दुरुपयोग भइराखेको थियो यो पिक पावरको आधारमा असाध्यै अब्युज भएर महालेखा परीक्षकले 2-4 वर्ष नै भइसकेको थियो अरबौँको बेरोजु निकालिरहेको। त्यसैले यसमा सुधार त गर्नु नै थियो। र वैज्ञानिक अभ्यास अनुसार हामीले के गर्यौँ भने यसपालि मूल्यको आधारमा भन्सार लगाउँ
तर त्यो विभिन्न करहरू जोडिन्छ, अन्तशुल्क हुन्थ्यो, VAT हुन्थ्यो, अनि वातावरणीय करहरू हुन सक्लान्। र यसपालि हामीले के गर्यौँ भने कस्टम्स ड्युटी भन्सार चाहिँ सबै EVलाई बराबर 20% मूल्यको आधारमा 1 करोड पर्छ भने 20 लाख भन्सार, 20 लाख पर्छ भने चाहिँ 4 लाख भन्सार, त्यसरी मूल्यको आधारमा भन्सार तोक्यौँ। त्यसपछि अन्तशुल्क लाग्ने गर्दछ। र यसपालि हामीले अन्तशुल्कको सट्टा स्वच्छ ऊर्जा पूर्वाधार लगानी शुल्क भनेर लगाएका छौँ। अन्तशुल्क लगभग हामीले 300 वटा वस्तुमा खारेज गरेर आन्तरिक उत्पादनलाई प्रवर्धन गर्नुपर्नेहरूमा आयातमा लगायौँ र आन्तरिक उत्पादनमा लगाएनौँ, त्यो प्रोटेक्सन दिएको। र क्लिन यो ग्रिन गाडीहरूमा पनि हामीले चाहिँ एक्साइज हटाएर, अन्तशुल्कलाई हटाएर यो क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, स्वच्छ पूर्वाधार लगानी शुल्क भनेर केही लगायौँ। अब 50 लाखभन्दा मुनिकोमा चाहिँ हामीले मूल्य नबढोस् भनेर कहाँ समायोजन गर्ने त, अरूमा लगभग समान छ। त्यो रोड डेभलपमेन्ट फी भनेर सबै भेहिकलमा 5% लाग्थ्यो, 50 लाखभन्दा मुनिलाई चाहिँ हामीले 2.5% गऱ्यौँ। त्यो नियत त्यही थियो। हाम्रो अर्थको टिमबाट कानुनले हेर्छ, फेरि यो सबै, यो त विधेयकै हो, फाइनल स्वीकृति फेरि कानुन मन्त्रालयले हेर्छ। सचिवज्यू सहित सबैजना रातभरि त्यहाँ जागा हुनुहुन्छ त्यो दिन। पछि अर्थबाट जाँदाखेरि 2.5 गरौँ है, यो 20 लाख CIF भन्सारमा आउँदाको मूल्य 20 लाख, तर बजारमा आउँदासम्म चाहिँ 50 लाख ननाग्ने खालकामा चाहिँ 2.5% मात्र लगाउँ है। यो सडक निर्माण दस्तुर 5 को सट्टा 2.5 बनाए हुनाले त्यो द्रष्टव्य राखिएको थियो। फलानोलाई चाहिँ 2.5, अरूलाई 5 भनिएको, त्यो द्रष्टव्य हटेछ। कानुनसम्म जाँदा र छापिएर आउँदा त्यो छुट्यो भनेपछि त्यो पनि हामीले पत्ता लगायौँ र तुरुन्तै त्यसलाई सच्याउनुपर्छ भनेर 2.5% राखिएको भन्ने अर्को मुद्दा छ। तेस्रो सच्याइ यसैसँग सम्बन्धित छ। कति गाडी त भन्सारमा आइसकेका थियो, यो दस्तुर त जेठ 15 देखि मात्रै लागू भयो। जेठ 13 गते 14 गते भन्सारमा आएर उसले अन्तशुल्क तिरिसकेका थियो पुरानो नियमअनुसार। अब आएर फेरि क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी तिर भनेर डबल त्यही अन्तशुल्कको सरमा त भएन। भनेपछि गाडी आएर अन्तशुल्क तिरिसकेकाहरूलाई थप दस्तुर नलाग्ने भनेर स्पष्ट पारिएको छ। तेस्रो बुँदा त्यति हो। चौथो बुँदा चाहिँ बिजुलीको भ्याटसँग सम्बन्धित छ। हामीले अन्तिम उपभोक्तालाई भ्याट लगाउने, यसलाई सिस्टममा ल्याउनको लागि, यद्यपि मैले पछि भनिरहेकै छु, उपभोक्तामा भ्याट लगाए पनि मूल्य समायोजन गरेर उपभोक्तामा मार नपर्ने गरेर तर प्रणालीमा ल्याउनु पर्यो। यत्रो खरबौँ खर्च भएको क्षेत्रलाई फर्मल ट्याक्स नेटमा ल्याउनुपर्छ भन्ने एकदम दूरदर्शी निर्णय हामीले गरेका हौँ। यसो गर्दै गर्दा विद्युत उत्पादकले NEAलाई बेच्दा पनि कर लगाउने इत्यादि त्यो चाहिँ होइन है, फेरि झुक्किएलान्। सबै चरणबद्ध रूपमा भ्याट लाग्न थाल्ला, अन्तिम उपभोक्तामा मात्र अहिले लाग्ने हो, त्यसमा पनि मार नपर्ने गरी भन्ने अब व्याख्या मैले छुट्टै गरेको नै छु। त्यसैले एउटा के थपियो भने विद्युत शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत शक्तिको कारोबार गर्ने व्यवसायलाई बिक्री गरिएको त्यसमा चाहिँ भ्याट लाग्दैन है भनेर त्यो क्लियर गरिदिनको लागि त्यो थपिदिएको। नभए अस्पष्ट हामीलाई लाग्छ कि लाग्दैन भनेर अन्यल हुन थाल्यो। अन्यल हुने नै थियो। अन्तिम उपभोक्ता त भन्यो, अरू के नि, उहाँ हाइड्रोदेखि NEAलाई बेचेको, NEAले अर्कोलाई बेचेको, कन्ज्युमरमा आइपुग्दा त धेरै चेन छ। सो अहिले त्यहाँ अन्त चाहिँ लाग्दैन, खालि अन्तिम उपभोक्ता मात्रै है भनेर यसलाई अलिकति स्पष्ट पारियो। पाँचौँ बुँदा छ शिक्षासँग सम्बन्धित। हामीले यसपालि यहाँहरूलाई थाहा छँदैछ, आयकर तिर्नेहरू 10 लाखसम्मलाई लगभग आयकर छुट 1% मात्रै तिरे हुन्छ। ऐतिहासिक निर्णय। उपल्लो मार्जिनल ट्याक्स रेट हामीले घटाएका छौँ 39 देखि 29 सम्म। यता शिक्षा समता कोषमा अलिकति योगदान गर्नुहोस् भनेर 3% भनेका छौँ, तर शिक्षामा आफ्नो बालबालिकामा गरेको खर्च 25% वा 25,000 रुपियाँ जुन घटी हुन्छ त्यो करकट्टी गर्न पाइने पनि व्यवस्था गरेका छौँ। सिस्टममा आउनुहोस्, इन्कम ट्याक्स फाइल गर्नुहोस्, आफ्नो बालबालिकामा शिक्षामा गर्नुभएको खर्च आयकरमा गणना नहुने गरेर कट्टी गर्न पाइने व्यवस्था यहाँ छुट्याइरहेछ, त्यो थपेका छ। र अन्तिम सच्याइ चाहिँ मैले बजेटमै बोलेको कुरा, अब सायद ढिलो पनि भयो, बजेटमा बोलियो तर यो त बजेटमा बोल्नुभन्दा अगाडि नै प्रेसमा जान्छ। त्यहाँ के छुटेछ भने महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा स्थापित चलचित्र घरलाई व्यावसायिक कारोबार सुरु गरेको मितिले 10 वर्षसम्म कर छुट हुनेछ। यो मैले बोलेको थिएँ।
महानगरपालिका र उपमहानगरपालिका बाहेक अन्यमा अब नाट्यघर चलचित्रघर यस्तोमा पनि कला संस्कृति फस्टाउनको लागि यसमा सम्मान्यज्यूको पनि चासो त्यो अलिकति प्रमोट गरौँ न भनेपछि त्यहाँ गएर लगानी दूरदराजमा गएर लगानी गर्नेहरूलाई ल गरिहालेको खण्डमा आयकरबाट 10 वर्षको लागि छुट भनेर बजेटमै बोलेको कुरा यहाँ अर्थ यो विधेयकमा छुट्या हुनाले त्यो थपियो। यति हो। यहाँ राजद्रोह देख्नुभयो, देशद्रोह देख्नुभयो यो छवटा बुदामा। यो हाउगुजीको पछाडि एउटा सङ्गठित ग्रुप लागेको छ, एउटा ऐतिहासिक दिशा दिने बजेट आएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको म्यान्डेटबाट अझै पचिसकेको छैन एउटा ठुलो वर्गलाई तबकालाई र कसरी हुन्छ लान्छित गर्ने, प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। र यो कुरा मैले हजुरहरूलाई सर्वप्रथम भनेको मैले हो। अर्थमन्त्रीले यो लेखेर दिएको छ 17 गते संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइयो है, अहिले मैले भनेकै 5-6 वटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पाना नै हजुरहरूको विधेयकमा टाँसेर आएको छ ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। त्यो चलचित्रवालालाई किन 10 वर्ष दिए, 5 वर्ष दिए भए नि हुन्थ्यो भनेर सोध्न सक्नुहुन्थ्यो, त्यसमा बहस हुन सक्थ्यो। यति हो कुरा। 17 गते पाइसक्नु भएको छ। सर्वप्रथम गल्ती भएको त्रुटि भएको थाहा पाउन साथ सार्वभौम संसदलाई हामीले जानकारी दिएका छौँ। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ चाहिँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी सुरु भयो। दर्ता गरेको रे, सच्याएको रे। मैले भनिहालेँ गत वर्ष 73 वटा यहाँ छ मसित। गत वर्ष नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकारले सच्याएको। यहाँ बरु छलफल गर्न सक्नुहुन्छ यो रेट किन गरियो, कसो गरियो भनेर। यहाँ त स्पष्ट मात्रै पारिएको छ, एउटा मात्रै स्पेसिफिक भन्सार दर, रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्रै हो भन्सार दर चेन्ज भएको। अर्को शुल्क चेन्ज भएको छ, अरू भाषागत स्पष्टता केही छुटेको कुराहरू त्यति मात्रै छ। त्यसपछि चाहिँ हप्ताभरि पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के न भए जस्तो स्वर्णिम वागले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बसेका छ, कुटुकुटु दरहरू चलाछ भन्ने जस्तो भ्रम सिर्जना गरे हुनाले यहाँहरूलाई पनि भ्रम पर्यो जस्तो मलाई लाग्छ। त्यसैले यो अतिरञ्जनाबाट हजुरहरू जोगिनुपर्छ। सार्वभौम संसदका असाध्यै सम्मानित सांसदहरू हुनुहुन्छ र बिचमा अर्को आयो, अर्को फन्डा आयो, यो त होइन रहेछ भन्ने भएपछि 16 पाना गायब। अब नेपालका पत्रकारले त्यो माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् मलाई थाहा भएन। 450-460 पानाको डकुमेन्टमा यो कलमहरू हुन्छ यस्तो सबै। अब यहाँनिर चाहिँ एचएस कोड भयो, वस्तु भयो, दरहरू भयो। त्यहाँ एडिट गर्ने क्रममा यो कलम यो कलमलाई अलिकति 1 मिलिमिटर तपाईँले अलिकति तानिदिनु भयो भने पानाहरू स्वाट्टै 15-20 पाना तलमाथि हुन्छ, अथवा कलमलाई अलिकति घटाइदिनु भयो भने 20 पाना समग्रमा यो बढेर जान्छ। हजुरहरूका छरछरीलाई सोधे पनि भयो, आफै पनि तपाईँहरू माइक्रोसफ्ट चलाउनुहुन्छ भने पछि 457 पानाको डकुमेन्टमा 1 मिलिमिटर यो कुनै कलम चलाइदिनु भयो भने पनि स्वाट्टै 457 500 पुग्न सक्छ। अलि बाक्लो अलिकति लम्ब्याइदिनु भयो भने 457 को पाना कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा कमा पनि चेन्ज भएको छैन, कहिलेदेखि चेन्ज भएको छैन। सार्वभौम सांसदहरूलाई बुझायौँ, तपाईँहरूलाई बुझाएपछि यो हामीले छोएको छैन। त्रुटि सहित यहाँहरूको हातमा परेपछि एउटा थोप्लो पनि चेन्ज भएको छैन। 16 पाना गायब भनेर हिजोसम्म लेखिरहेछ। आम जनतालाई केही समयलाई, छोटो समयलाई भ्रमित त पार्न सकिएला होइन। स्वर्णिम वागले साँच्चीकै गरे हो क्या हो, गायब गरेका छ, दरहरू चाहिँ कुटुकुटु लुकी चेन्ज गरेका छ भन्ने भ्रम छर्नलाई केही समय सकिएला। तर यस्तो अपर्च्युनिटी मैले चाहिँ अब सम्मानित अर्थ समितिमा होइन दिग्गज सांसदज्यूहरूलाई यसरी मैले क्ल्यारिफाई गरेपछि मिडिया साथीहरूले पनि यो लानुहोला। भएको यति हो। चियाको कपमा तुफान ल्याउन खोजिएको हो, त्यो सरासर गलत छ र म डटेर यसको सामना गर्ने दृढताका साथ आएको छु। राष्ट्रको हितमा यति मानवीय कुराहरूलाई प्रतिबिम्बित गरिएको छ र यो हजुरहरूले अब अन्य सांसदज्यूहरूलाई पनि बुझाइदिनु पर्ला। यसरी मैले अब सकेसम्म स्पष्ट पार्न खोजेँ। यसमा पनि हजुरहरूलाई कहीँ सङ्कोच कहीँ शङ्का केही छ भने राख्नु होला, म यो कुरा स्पष्ट गर्ने नै छु। दोस्रो विषय
15 गते प्रेसित नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 मा केही त्रुटिहरू देखियो। सांसदज्यूहरूलाई यो दिँदा त्यो एक पाना सच्याइएका त्रुटिहरू समेत दिइदिनु हुन अनुरोध गर्दछु भनेर त्यो एक पाना पठाइयो र मलाई लाग्दछ हजुरहरूको पिजन हलमा यो सँगसँगै 17 गते नै वा 18 गते कहिले यहाँहरूले पाउनुभयो त्यो एक पाना चाहिँ सच्याइएको पेज जुन यहाँ पनि छ, हामीले लेखेर पठाएको थियौँ, ठ्याक्कै एक पानाको छ। यी कुराहरू 5 वटा बुँदा जति यसमा सम्मिलित भएर पठाइएको हो। अब यो आफैमा अर्थमन्त्रीकै पहलमा, अर्थ मन्त्रालयकै पहलमा यो कुनै लुकाएर छिपाएर अरूले पत्ता लगाएको होइन। यी त्रुटि भएछन्, ल यो चाहिँ सांसदज्यूहरूलाई दिइहाल्नुहोस् है छलफल सुरु हुनुभन्दा अगाडि। हुन त छलफल सुरु भएपछि पनि मैले बोल्न सक्थेँ होला। 18 गते 19 गते 20 गते जहिले छलफल हुन्थ्यो मैले यो छपाईको क्रममा केही त्रुटिहरू भएछन्, क्याबिनेटमा पेश गरिएको प्रस्तावमा यो छैन, तर छपाईका क्रममा केही त्रुटिहरू भएछन्। मान्य सदस्यज्यूहरूलाई सुसूचित बहसका लागि, तर्कका लागि यो पनि ध्यानमा राखिदिनु हुन भनेर पनि भन्न सकिन्थ्यो। अर्को, यसको लगभग धेरै कुराहरू अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हो, त्यसमा कुनै सन्देह छैन। तर हामी सामूहिक रूपमा छलफल गरेर राजनीतिक तहमा, नीतिगत तहमा एउटा कन्सेन्ससकै रूपले यो गोप्य रूपमा अर्थमन्त्रीले मात्रै खुरुखुरु टाइप गर्नु होइन। अघि मैले बिन्ती गरिसकेँ, ठुलै समूहले यसमा छलफल गरेर निर्क्युल निकालेर गर्ने गर्दछ र यो सबै हुँदाहुँदै पनि यो लेखेको कुरा कुनै पनि बेला संशोधन गर्न सकिने अधिकार दफा 18 ले पनि दिएको छ। वर्षभरि केही भवितव्यहरू आउँछन्, दर घटाउन, बढाउन वा छुट दिन सक्ने भनेर प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र अन्य प्रचलित कानुन बमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ भन्ने प्रोभिजन यहाँ दफा 18 मा छ। यो नियमित हाम्रो पब्लिक फाइनेन्सको अभ्यास नै हो। त्यसैले संसदले पास गरिसकेपछि पनि आवश्यकता अनुसार, जस्तो तेलको मूल्य बढ्दाखेरि हामीले पूर्वाधार शुल्क घटायौँ नि आम जनतालाई राहत दिनलाई, त्यस्तो चाहिँ क्याबिनेटबाट पनि हुन सक्छ।